हेलो हाई गुड मर्निङ एभ्रिवान सबैजनालाई फेरि पनि स्वागत छ मेरो छोटो मिठो न्यू भ्लगमा। अनि आज चाहिँ मेरो स्टार्ट हुन्छ आजको दिन चाहिँ मल पटाउनुबाट। अनि हामी चाहिँ मल पटाउँदैछु गाइस, तपाईँहरू देख्न सक्नुहुन्छ। अनि मेरो ब्याकग्राउन्डमा देख्नुहुन्छ हाम्रो काली भैँसीहरू है। अनि उहाँको चाहिँ हामीले गुबार सोर्दैछु गाइस। फाइनली हामीले मल चाहिँ आधी चाहिँ बनाइसकेको छौँ सोरेर। र त्यसपछिको हाम्रो काम भनेको चाहिँ यो मसिनो भैँसीहरू छ यतापट्टि पनि, यिनीहरूको गोबर सोर्नुपर्ने हुन्छ। यिनीहरू हामीलाई चाहिँ के भन्नु पुरा कामदार बनाएर राखेको छ। यिनीहरू नि त मालिक, यिनीहरूको गु सोरिदिनुपर्छ हामीले चाहिँ गाइस होइन। खानु पनि दिनु पऱ्यो, गु पनि सोरिदिनु पनि। यस्तै छ गाइस, के कस्तो हुन्छ मेरो भिडियो हेर्दै गर्नु होला। अब आजको भिडियो भनेको चाहिँ यस्तै हो। अनि दिन पनि एकदमै धुम्म भइरहेछ, मौसमले च्यालेन्ज गरिरहेछ गाइस। अनि फाइनली हामीले सक्नु लागिसक्यो सोरेर मल चाहिँ, तपाईँहरू दिन सक्नुहुन्छ है। यस्तै छ ल मेरो भिडियो हेर्दै गर्नु होला है गाइस। बाई गाइस अहिलेलाई चाहिँ ओ छोरो के गरेको के गरेको के गरे भन, के गरेको हो ल। यस्तै छ गाइस, यस्तै छ ल। मेरो भिडियो के कस्तो लाग्छ हेर्दै गर्नु होला अन्तिमसम्म गाइस। फेरि पनि अरू भिडियो पनि जोड्ने नै छु, अरू भिडियो पनि लिएर आउने नै छु नेक्स्ट भिडियोमा भन्न चाहन्छु। ओ बिल्ली के सुतिरहेको हौ? अनि मेरो वाइफ चाहिँ के गर्दैछ फाइनली। ओ बुढी तर यहाँ चाहिँ कस्तो आउँदै आउँछौ जहिले पनि, मान्छे पनि देखिँदैन हौ। के हेर न हौ, देखियो देखिँदैन हौ। ओहो मालिक नि, ओ मालिक नि उठा, उज्यालो भइसक्यो।